कति धेरै मान्छे हो कस्तो राम्रो नानी खोला हेलो गाइज डिस्टर्ब भयो साथीहरु है हेलो गाइज तपाईलाई फेरि स्वागत छ मेरो च्यानलमा आज चाहिँ म फेरि अर्को भिडियो लिएर आएकी छु यता हेर्नु नि तिमीहरु हेलो आज चाहिँ हामी दिपसम्म जाँदै छौं जहाँ चाहिँ पोखराको एकदमै माथिल्लो भागमा रहेको छ हेलो गाइज डिस्टर्ब भयो साथीहरु है यिनीहरु खत्तम आजको हाम्रो यात्रा चाहिँ दिपसम्म रहेको छ दिपमा चाहिँ एकदमै सुनसान ठाउँ छ एकदमै हरियाली भएकोले त्यहाँ चाहिँ अलिक शीतलो हुन्छ सो हामी गर्मी छल्नको लागि चाहिँ हामी दिपसम्म गइरहेका छौँ यता बोल्दैन तिमीहरुले आज खासै स्पेशल छैन त्यही पनि हैन हाम्रो मोमेन्ट्सहरु चाहिँ क्याप्चर गरिरहेका छौँ साथीहरु हामी चाहिँ यो सुन्दर फिट भन्ने टोलमा आएको छौँ र साथीहरु हामी चाहिँ यहाँ चटपटे खान आएको छौँ थोरै चटपटे लिएर जान्छौँ त्यहाँ खानुको लागि त्यहाँ चाहिँ चटपट पसल छैन त्यसकारण चाहिँ यहाँबाट हामीले लानुपर्ने हुन्छ कतिको लिएर जाने हो उहाँ चाहिँ यहाँको फेमस चटपट दाइ हुनुहुन्छ एकदमै गर्मी बढेसँगै के भन्ने हो हाम्रो हालत खराब भएको छ धन्यवाद पुटोल चितवनको जस्तै छ पोखराको हालत पोखराको पानी त्यस कारणले चाहिँ हामी शीतल खानको लागि दिप जाँदैछौँ जहाँ चाहिँ धेरै पानी एकछिन चलाउन हामी सबैलाई ल साथीहरु हाम्रो चाहिँ चटपटे रेडी भएको छ अब चाहिँ हामी यो लिएर जाँदैछौँ अरू चाहिँ केही पनि खाएन होइन आज त टन्न भात खाइरहेको साथीहरु त्यही भएर हामी आज केही पनि लिएर गएको छैनौँ आज फेरि शनिबारको दिन भएर चाहिँ हामी यस्तो टाइम मिलाएर घुम्न हिँडेका छौँ त साथीहरुले अन्तिमसम्म हेरेर हामीलाई सपोर्ट गरिदिनु होला है त सब्स्क्राइब गरिदिनुस् कमेन्ट गरिदिनुस् सेयर गरिदिनुस् है साथीहरु यो चाहिँ हामी पानी पनि लगेको छौँ एकदमै गर्मी साथीहरु पानी चाहिँ खानुपर्छ तपाईहरुले पनि पानी खानु होला यति भन्दै हामी लाग्छौँ साथीहरु बाइ बाइ हामी चाहिँ चटपटे बोकेर हिँडिसकेका छौँ अब केही समयपछि चाहिँ हामी वहाँसम्म पुग्नेछौँ एकदमै मान्छे भएको कारणले गर्दा चाहिँ हामीलाई आज अलिक कस्तो अक्वर्ड फिल भएको छ अलिक लजालु छौँ हामी चाहिँ अति भने पाउन मलाई एक्लै पटाउने बाटोको रे यो त लामा चढ्दैन अब हामी चाहिँ एक भनिहाल्यो यो मान्छे मलाई त एकदमै डर लाग्छ साथीहरु बाटो क्रस गर्नुको लागि चाहिँ एकदमै घाम लागिरहेको छ ओ साथी बिस्ते कस्तो लाग्यो साथीहरु यहाँ चाहिँ बिरौती फल खाने बेला भएको छैन भर्खर कलिँदै छ अब भोलि पछि आउने यहाँ खानालाई आज चाहिँ हामी तपाईहरुलाई दिप हाउसिङ देखाउँछौँ साथीहरु जहाँ चाहिँ 30वटा भन्दा बढी अपार्टमेन्ट र 108वटा बङ्गलो के भन्छ होला घरहरू छ अब मान्छे चाहिँ कतिवटा थाहा भयो त्यो चाहिँ एकदमै गर्मीको समय छ हावा पनि चलेको छैन कस्तो बोल्ने आएन साथीहरु मलाई त साथीहरु भ्लगिङ गरौँ भनेको यदि हामीले यो क्यामेरा अफ गऱ्यो भने चाहिँ के बोल्छ हैन जब यो क्यामेरा अन हुन्छ हाम्रो बोली सबै साथीहरु चापी लागिन्छ आफै बच्चाहरु छैनहरु चाहिँ म त्यस्तो पछिदै अन्त रिस उठ्छ यो चाहिँ दिप हामी नि दिप जाने बाटो हो साथीहरु ओए यहाँ छैन त्यहाँ मान्छे छ के यिनीहरु चाहिँ त्यहाँ
जान चाहन्छन् म यहीँ बस्छु है। यहाँ चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ। ओ त्यो मेरो साथीजन जान चाहेको रहेछ। मलाई चाहिँ त्यहाँ जानु मन लागेन, उता जानुपर्ने थियो, त्यस कारण झ्याउ लाग्यो। यिनीहरू त त्यहाँ गएको छ। ओ त्यहाँ फेरि अर्को बच्चा खेलिरहेको छ त्यहाँ। सानो बच्चा होइन खेलेको सच्चाइ केन्द्र धेरै छन् पोखरामा सच्चाइ धर्ममा लाग्ने मान्छेहरू। ल हेर्नुहोस् मान्छेहरू चाहिँ सच्चाइ धर्म मान्ने धेरै छन्। यसरी मान्छेहरू चाहिँ बस नै लिएर आउँछन् यहाँ सच्चाइ धर्म मान्नको लागि। जिसस क्राइस्टलाई चाहिँ उहाँले एकदमै मान्ने मान्छेहरू चाहिँ यहाँ यसरी शनिबारको दिन चाहिँ यसरी बसहरू सब यो सच्चाइ धर्म मान्नको लागि आएको है। त्यही हो साथीहरू। र साथीहरू हामी चाहिँ दिपसम्म पुग्ने वाला छौँ आज चाहिँ। यहाँ चाहिँ एकदमै राम्रो राम्रो फुलहरू छ साथीहरू है। अब चाहिँ हामी दिपमा लागेका छौँ। यो दिप हाउजिङमा चाहिँ आइसकेका छौँ। यहाँ सबै घरहरू सेम कलर होइन, हाउजिङ सेम त हुन्छ होइन। यहाँ चाहिँ एकदमै राम्रो छ सुन्दर चाहिँ साथीहरू। एकदमै रुखहरू पनि पुरै एकदमै सरर बनाएको छ। तल एकदमै हरियाली पनि छ। ओ त्यो हाउजिङ चाहिँ ओ त्यो साथीहरू ओ सबै यहाँ अलिक देखेको छैन होला। हामी चाहिँ भित्र पस्न पाउँदैनौँ रे, त्यस कारणले चाहिँ हामी बाहिरबाटै फर्केको छौँ। अब चाहिँ हामी दिप आयौँ। यता चाहिँ पुरै हाम्रो घरहरू पनि छ। यताबाट तलतिर खोला पनि छ, एकदमै शीतलो छ। ल यति भन्दै मेरो भिडियो अन्त गर्न चाहन्न, अलि सुरुवात गर्छु। यहाँ चाहिँ कस्तो राम्रो रुख पनि छ साथीहरू है। एकदमै राम्रो पोखरामा पनि एकदमै गर्मी छ अहिले चाहिँ। आज चाहिँ कति छ 30 कति आज ओ ल साथीहरू अब हामी चाहिँ आफ्नो गन्तव्यतिर लागेका छौँ है। त फेरि पेन किन ए ल साथीहरू यही हो दिप हाउजिङ चाहिँ है। यहाँ बसोबास गर्ने मान्छेहरू त्यहाँ छन्, उता गाडाहरू पनि हुनुहुन्छ। हामी चाहिँ भित्र पस्न पाउँदैनौँ रे। राम्रो छ यो चाहिँ हाम्रो पोखराको अलिक माथिल्लो पार्टतिर चाहिँ छ है, अलिक माथिल्लो भागतिर छ। त्यस कारणले यतातिर अलिक शीतलो पनि छ। के ल साथीहरू अब हामी चाहिँ पुग्ने आँटेको छौँ है। अब केही समय केही मिनट हिँडेपछि हामी पुग्छौँ त्यहाँसम्म चाहिँ। आशा गर्छौँ कि हाम्रो त्यहाँ चाहिँ बस्नको लागि ठाउँहरू हामीलाई मिलोस्। आज चाहिँ शनिबारको दिन भएको कारणले गर्दा चाहिँ धेरै मान्छेहरू आएको छ साथीहरू। त्यो है यही हो है सर दिप हाउजिङ भन्ने चाहिँ है। यो चाहिँ राम्रो छ, एकदमै शान्त, एकदमै राम्रो डाँडा काँडा हरियाली छ हाम्रो गाउँ जस्तै। यो दिप चाहिँ मलाई एकदमै मनपर्छ है साथीहरू। यदि तपाईँहरू पोखरामा हुनु त हाम्रो पोखरीलाई भन्नै पर्दैन, उनीहरू यहाँ भिजिट गरिसक्नु भएको छ है। यदि कोही हुनुहुन्छ भने पोखरा बाहिर चाहिँ एक दिन टाइम मिलाएर तपाईँहरू यहाँ आउन सक्नुहुन्छ। तपाईँको साथीहरूसँग चाहिँ टाइम बिताउन सक्नुहुन्छ। यहाँ चाहिँ कस्तो ठुलो पात है, त्यहाँ चाहिँ कस्तो ठुलो पात भएको रुख रहेछ साथीहरू है। यहाँ चाहिँ काम चलिरहेको रहेछ। के काम रहेछ साथी थाहा भएन है, काम चाहिँ चलिरहेको रहेछ। आज चाहिँ हाम्रो केही स्पेसल छैन, तैपनि यसो अब घरबाट घुम्न हिँडिसकेपछि चाहिँ केही छोटो भ्लग बनाऊँ भनेर चाहिँ बनाएको छौँ। अब गर्मीको मौसम छ, खोलातिर आएको छौँ। पौडी खेल्न त हुन्थ्यो, अब बर्खाको समय छ होइन, अचानक खोलाले बगाउन सक्छ कि भन्छ। हामी आज पौडी खेल्दैनौँ, मात्र खोलाको छेउमा बसेर चाहिँ हेर्छौँ मात्र है। अनि थोरै चटपटी बोकेर आएको छौँ। उस्क्यो होला है सबैले है। त्यहाँ चाहिँ के हो बन्दै रहेछ साथीहरू है।
यो चाहिँ मेरो स्कुटर भन्ने क्या चाहिँ सरी। ल साथीहरू हामी चाहिँ द्वीपमा आइसकेका छौँ। अब थोरै उतापट्टि चाहिँ खोला छ त्यो खोलाको साइडमा चाहिँ हामी बसेर एकछिन गफ गरेर चटपट खाएर घरतिर लाग्छौँ। यहाँ अलिक शीतल रहेछ नि तलभन्दा। साथीहरू पानी पर्ला जस्तो अवस्था छ है। आई होप कि पानी नपरोस्। यदि पानी पर्यो भने चाहिँ हामी घरमा फर्किनलाई गाह्रो पर्छ जस्तो लाग्छ मलाई चाहिँ। आज हाम्रो यो शनिबारको प्लान चाहिँ चौपट नहोस्। यता चाहिँ मेरो साथीले पानी बोकेर हिँडेको छ 3टा एक कुन्टाले यिनी चाहिँ मेरो छोटो समयमा जिग्री साथी भएको साथी है त। हामी चाहिँ यस्तो छौँ कि एकदमै स्पेसल साथी छौँ कि जब हामी आज भेट हुन्छौँ फेरि जान्छौँ नि गायबै हुन्छौँ, फेरि धेरै दिनपछि भेटे पनि त्यस्तै हाम्रो सम्बन्ध चाहिँ त्यस्तै हुन्छ कि जस्ताको तस्तै। नबोलिराखे पनि बोलु लाग्ने तर नबोल्ने तर सम्बन्ध चाहिँ धेरै पछि छुट्टिएर भेट भए पनि हामी चाहिँ जस्ताको तस्तै हुन्छ कि यस्तै होस् सबैको के भन्छ कक्रोच जिग्रीको जस्तो नाता छ हाम्रो। आज चाहिँ हाम्रो चाहिँ नयाँ साथी पनि आएको छ है। यो भिडियोमा साथी त पुरानै हो तर यो भिडियोमा चाहिँ यिनी नयाँ मात्रै हो। मेरो पुरानो साथी हो। घरको उस रहेछ म त खोला भन्ने। यो के अरे साथीहरू कस्तो राम्रो रहेछ टोयलेट होला थाहा। साथीहरू द्वीप भन्ने चाहिँ यही है। एकदमै राम्रो छ यहाँ चाहिँ। ल मान्छे धेरै हुँदा चाहिँ नआएकै ठिक रहेछ। कति धेरै मान्छेहरू छैन। ल हेर्नुहोस् हाम्रो पोखरा बासिन्दाहरू सबै त आएको छ रमाइलो गर्नको लागि। आज शनिबारको दिन नुहाइ धुवाइ। द्वीप चाहिँ यही साथीहरू है। साथीहरू आज एकदमै धेरै मान्छे आएको छ है यहाँ चाहिँ सबैजनाहरू। आम्मामामामा कति धेरै मान्छे हो यहाँ चाहिँ। एकदमै फेमस भएको कारण धेरै मान्छेहरू आएको छ यहाँ चाहिँ। सबै ग्राटिट्युड लागि आएको मान्छे यहाँ चाहिँ। यता मान्छेहरू गीत पनि गाइरहेको छ यहाँ चाहिँ। एकदमै रमाइलो भइरहेको साथीहरू। कस्तो राम्रो नानी खोला 2 दिनको चोला। हामी चाहिँ उता पारी जाम है साथीहरू। चाहिँ अलिक मान्छे कम रहेछ त्यस कारण यहाँ एकदम बेसी मान्छेहरू छन्। आइपुगे यही है। यसकै आनन्द लिनलाई हामी चाहिँ यहाँ आएको थियौँ। जस पानी नपर्ने हुन्छ त्यही हो। पानी पऱ्यो भने त पर्छ होला। ल साथीहरू आजको दिन चाहिँ राम्रोसँग बित्यो। अनि आज हामी चाहिँ यहाँ खाजासाजा खाएर यहाँ आराम गरिरहेका छौँ। पानी पर्ला जस्तो भएको थियो धन्न पानी परेन। साथीहरूसँग चाहिँ तपाईँहरू पनि यसरी घुम्न जानुहोस्, राम्रो समय बिताउनुहोस्। धेरै कोठामा पनि बसिरहनु हुँदैन होइन, यस्तो बाहिरतिर घुम्न जानुहोस्। यति भन्दै अब हामी चाहिँ एकैछिन धेरै बस्दैनौँ। एकछिन बसेर चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्छौँ। गन्तव्य भन्नाले पनि हामी आफ्नो घरतिर लाग्छौँ है त। यदि यहाँसम्म हेर्नुभएको छ भने चाहिँ धेरै धेरै धन्यवाद। लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् अनि तपाईँहरूको साथीलाई सेयर पनि गरिदिनु होला। बेल आइकनलाई गरिदिनु होला। हस् त नमस्ते बाई बाई। पोखरामा बस्नको लागि ठाउँहरू धेरै राम्रो छ। यता आएर बस्न सक्नुहुन्छ तपाईँहरू चाहिँ। हामी चाहिँ यहीँ घुम्न भनेर आएको थियौँ, घुम्यौँ आज।
वाउ आँखामा तिमीलाई पाउँछु म धेरै धेरै। ल साथीहरू हाम्रो चाहिँ आजको ट्रिप के भन्छ आजको हाम्रो घुम्ने दिन चाहिँ सकिएको छ। हामी कति बजी आएको आज 12 बजे आएको थियौँ, अहिले चाहिँ 5 बजी सकेको छ। धेरै बेर बस्यौँ, रमाइलो गऱ्यौँ। अब तपाईँहरू पनि बेला बेला घुम्न जानु होला, रमाइलो हुन्छ। खोलामा सबैजना यस्तो भिज्यो यसरी यता यस्तो छ हालत चाहिँ साथीहरू। अब अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। बाई बाई।